यो किसानको साथीको रूपमा चिनिने धामन सर्प हो। यो प्राय मान्छेको नजिकै बस्छ, अर्थात् हाम्रो खेतबारीमा हुने, घरमा हुने जुन मुसाहरू यिनीहरूलाई चाहिँ यसले खाइदिने गर्छ। र यसरी यो सर्प बेरिएको यहाँले कतिले देख्नु भएको छ। यसो हुँदाखेरि जस्तो कहिलेकाहीँ बेरिएर यिनीहरू चाहिँ टाउकोबाट रगत बगेको छ भने पनि अशुभ हुन्छ भन्ने कुराहरू चाहिँ यसो जनमानसमा चाहिँ दिमागमा रहने गर्दछ भने, तर यसरी चाहिँ अलिअलि बेरिएर यसरी चाहिँ यिनीहरू खेलिरहेको अथवा आफ्नो नजिकका क्रियाकलाप क्रीडाहरू गरिरहेको बेला देख्नु भनेको चाहिँ राम्रो हुने चाहिँ जनविश्वास रहेको छ। त्यही अनुसार मान्छेले बुझ्ने गर्छन्। र यस्तो गलत प्रकारको कुराहरू देख्यो भने सबभन्दा पहिले देख्ने मान्छेले जब अरूलाई देखाउँछ, अरूलाई देखाइसकेपछि अनि अरूले देखिसकेपछि त्यसको फल अरूलाई जान्छ भन्ने हुन्छ। हामी हेर्न सक्छौँ यहाँ दृश्यमा दुईटा धामन सर्पहरू, फरक प्रजातिका धामन सर्पहरू एक आपसमा लडीबडी गरिरहेका छन्। यसलाई चाहिँ नराम्रो लक्षण हुँदा नि ठिकै रूपमा, राम्रो रूपमा चाहिँ लिने गरिएको पाउँछ। तपाईँको गाउँठाउँमा के छ यसको बारेमा, के छ भन्नुहोला। त्यो बारेमा चाहिँ पनि हामी एउटा सामग्रीहरू बनाएर तपाईँको लागि राख्नेछौँ। र च्यानललाई सब्सक्राइब गर्न भने नबिर्सनुहोला। धन्यवाद।